नमस्ते सबैजनालाई। म गुल्फाम अन्सारी। म नेपालबाट जर्जिया एमबीबीएस गर्न आएको। म अहिले जर्जिया नेसनल युनिभर्सिटी एसयूमा पढ्दैछु। मैले आफ्नो कक्षा 10 को एसई र +2 मैले नेपालबाटै अध्ययन गरेको थिएँ र म यता जर्जियामा एमबीबीएस गर्न यसले आएको छु कि यता तपाईलाई एकदम ओपन वाइड एजुकेसन प्रोभाइड गरिन्छ र यहाँ तपाईलाई पुरै इन्फ्रास्ट्रक्चर, मोडर्न टेक्नोलोजी र त्यसमा स्थित पढाइहरू दिन्छ। यहाँको तपाईको प्रोफेसरहरू, टिचरहरू एकदम क्वालिफाइड छन्। यहाँको टिचरहरू मोस्ट अफ द यूएसएमएल, प्ल्याबहरू क्लियर गरेको छन्, जसले गर्दा यहाँको हामीले स्टुडेन्ट विद्यार्थीहरूले पाउने शिक्षा एकदमै राम्रो छ। एसयूको कुरा गर्ने भने एसयू जर्जियामा रहेको टप 5 युनिभर्सिटीमा एक हो, जसले एमबीबीएसको पढाइमा धेरै नै प्रगति गरिएको छ। मैले जर्जिया यसले रोजेको छु कि यो एक युरोप कन्ट्री हो अनि यसमा तपाईँ जर्जिया वान अफ द सेफेस्ट कन्ट्रीमा आउँछ। मैले आफ्नो जर्जियाको लागि प्रोसेस गर्दै गर्दा मैले धेरै डिफिकल्टहरू फेस गरेँ, तर मैले अनलाइन गुगलबाट मैले आत्मीय एजुकेसनको बारेमा जाने, जसले मलाई डकुमेन्टेसनमा धेरै नै हेल्प गर्यो। मलाई हरेक स्टेपमा आत्मीय एजुकेसनले हरेक डकुमेन्टेसनदेखि लिएर भिजादेखि लिएर मेरो हरेक पेपर वर्कमा पुरै सपोर्ट गरेको थियो। एउटा आत्मीय एजुकेसनको मलाई बेनिफिट पनि के लाग्यो भन्नाले म यता आउँदा यता आत्मीय एजुकेसनको आफ्नो होस्टेल छ, जसमा उहाँहरूले आफ्नो मेस प्रोभाइड गर्नुहुन्छ, जुन एक इन्डियन अथेन्टिक खानाहरू उहाँले दिनुहुन्छ, जुन नयाँ आउने विद्यार्थीहरूलाई एकदमै फ्यामिली जस्तो फेमिलियर लाग्छ। अनि मलाई एउटा आत्मीय एजुकेसनको बारेमा एउटा सबभन्दा राम्रो कुरा के लाग्यो भने उहाँको आफ्नै मेस छ, जसमा उहाँले इन्डियन अथेन्टिक फुडहरू प्रोभाइड गर्नुहुन्छ, जसमा भेज, नन भेज, हलाल, जैन लगायत खानाहरू प्रोभाइड गर्नुहुन्छ। अनि उहाँहरूको होस्टेलमा उहाँले एउटा किचन पनि प्रोभाइड गर्नु भएको छ, जसमा आफूलाई जे इच्छा लाग्यो त्यो बनाएर पनि खान सकिन्छ। एउटा अझै उहाँहरूको एउटा बेस्ट अफ द बेस्ट थिङ के छ भन्नाले उहाँले सबै रिलिजियसलाई इक्वली रेस्पेक्ट दिनुहुन्छ भन्नाले उहाँले हरेक चिजमा, हरेक कुरामा उहाँले पुरै सपोर्ट र हेल्प गर्नुहुन्छ, जसले यहाँ बस्ने विद्यार्थीहरूको लागि जर्जिया एक विदेश होइन भनेर एउटा आफ्नै घर जस्तो फिल हुन्छ। धन्यवाद।